मर्निङ। आज चाहिँ यस लेटाङ साथ समलामा हामी यसो बिहान बिहानै अहिले चाहिँ 9 बजेको छ र घुम्न आएको छौँ। सामान्य पानी पर्ने क्रम चलिरहेको छ, त्यस्तै गरेर यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। र म अहिले समलाको सबैभन्दा माथिबडी साथीहरू पनि हुनुहुन्छ र माथिबडी छु। त्यस्तै गरेर यहाँ होटलहरू बन्ने क्रम चलिरहेको रहेछ। त्यस्तै गरेर यो पारीको भाग चाहिँ वाराङ्गी हो। यो वाराङ्गी पर्छ भनेपछि यहाँदेखि चाहिँ यो चाहिँ लेटाङ नगरपालिकादेखि 17 किलोमिटर माथि रहेको छ दूरीमा। त्यस्तै गरेर अहिले चाहिँ कालेबुदुली सडक बन्ने क्रममा यहाँ आउनलाई निकै सहज बनेको छ भने त्यस्तै गरेर पानी परेर चाहिँ आज सामान्य मेरो क्यामेरामा थोरै समस्या आएको छ। त्यस्तै गरेर अहिले चाहिँ अब यहाँबाट चाहिँ यो मौसम यस्तो क्लिन खुलेको छ। अब दिउँसो चाहिँ यहाँ घाम लाग्छ। फेरि यहाँको विशेषता अनेक छ। त्यस्तै गरेर यहाँ घरि घाम लाग्ने, घरि पानी पर्ने, घरि अब जाडो हुने। यहाँ चाहिँ मौसम खुलेको बेला हामीले यो दमक देख्न सक्छौँ। त्यस्तै गरेर यो मुनिका क्षेत्रहरू सबै देख्न सकिन्छ। र यहाँ चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु। यो तल राजा रानीमा भर्खरै सम्पन्न भएको अन्तर्धार्मिक शान्ति पार्क चाहिँ यहाँबाट पनि अवलोकन गर्न सकिन्छ। त्यस्तै गरेर देख्न सक्नुहुन्छ मेरो पछाडि यो भ्यू। तपाईँहरूलाई यो भ्यूले चाहिँ आकर्षक बनाउनेछ। त्यस्तै अहिले यो मधेसको गर्मीमा यहाँ चाहिँ तपाईँले स्वर्ग खोज्न कहीँ जानै पर्दैन, यहाँ समला आइपुग्छ है। मलाई चाहिँ आज यस समलाकै यो पर्यटकीय स्थल डुल्दै मेरो एउटा कन्टेन्ट बन्नेवाला छ। र त्यस्तै गरेर यो चाहिँ हाम्रो समलादेखि तल रहेको यो गाउँहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ आएर चाहिँ तपाईँहरूले एकदम अर्ग्यानिक फुडहरू खान सक्नुहुन्छ। त्यस्तै गरेर यहाँ तपाईँलाई तल चाहिँ हात्ती मानवको रुच्ने खाना, यहाँ चाहिँ तपाईँले एक मानवको खाना छ है खानेकुरा गर्दाखेरि। र यहाँ चाहिँ सबै थोकको सुविधा छ। यहाँ बजारमा पाउने जति सबै सामानहरू हामीले यहीँ पाउन सक्छौँ। गाइज लुक एट दिस। यो चाहिँ यहाँ हाम्रो बस्ने ठाउँ हो। र यहाँ हामी तलदेखि चाहिँ हिँड्दै आउन सकिन्छ। यहाँ चाहिँ यसरी सिँढीहरू तयार गरिएको छ। यो मनमोहक दृश्यलाई अवलोकन गर्दै गर्दै हामी चाहिँ यहाँबाट हिँड्दै आउन सकिन्छ। र म पनि हिँड्दै आएको छु। यस समलाको विशेषता चाहिँ के हो भन्दाखेरि हामी तल गर्मीयाममा बस्दाखेरि यहाँ जाडो हुन्छ र हामी तल जाडोमा बस्दाखेरि यहाँ चाहिँ घाम लागेर एकदमै न्यानो पाउन सकिन्छ। यो चाहिँ यहाँको विशेष प्रकारको विशेषता रहेको छ। र यहाँ चाहिँ तपाईँहरूले आफूले नै सामान ल्याएर यहाँ पिकनिक खान सक्नुहुन्छ। त्यस्तै गरेर अन्य क्रियाकलापहरू पनि गर्न सक्नुहुनेछ। तर यहाँ फोहोर गर्न भन्ने पाइने छैन। तपाईँलाई लाग्न सक्छ यो समला पर्यटकीय क्षेत्र त हो, तर यहाँ त डाँडा मात्रै छ। यहाँको गाउँ बस्ती चाहिँ कस्तो छ भनेर देख्नलाई चाहनुहुन्छ भने अब हेर्नुहोस् यहाँको गाउँ। यो चाहिँ समला गाउँ रहेको छ। यहाँ चाहिँ यो समलामा राई जातिको मात्रै बाहुल्यता छ र यहाँ राई जातिको मात्रै बसोबास गर्ने हुँदाखेरि यो समला गाउँ रहेको छ। यो समलामा आएर चाहिँ मलाई यहाँ हिँडिराख्दाखेरि यस्तो आनन्द भइरहेको छ कि यहाँ यति चिसो छ, यो दुईपट्टिबाट यहाँ हावा चलिरहेको छ। यति आनन्द आएर यहाँ तपाईँले यहाँ तलबाट आउँदाखेरि गाडीमा आउनुहोस्, बाइकमा आउनुहोस् वा हाइकिङ गर्दै आउनुहोस्, तर तपाईँलाई त्यहाँबाट आउँदा जति स्ट्रगल गरेर आउनुहुन्छ नि त्यसपछि यहाँ आइसकेपछि वाउ हुनेवाला छ। र यो चाहिँ हिँड्ने क्रममा हामी अब यत्रो उकालो हिँडेर आउनुपर्छ नि त होइन यो गाउँबाट। अनि यहाँबाट हिँड्दै आउँदाखेरि हामी गलिन्छ भनेर चाहिँ यसरी यो बस्ने ठाउँ पनि बनाइदिएको छ हाम्रो लागि है। त्यस्तै गरेर अब यहाँबाट चाहिँ नजिकै छ तल जान। माथि यो हाम्रो चाहिँ लगभग 2 किलोमिटर जस्तो दूरीमा चाहिँ यो समला क्षेत्र पर्यटकीय क्षेत्र फैलिएको छ। त्यसैले गर्दाखेरि यहाँ हामीलाई आउनै फर्किहाल्ने भन्दा पनि लामो समय बस्नका लागि सहज हुन्छ। यहाँको वातावरणमा रमाउनका लागि सहज हुन्छ। अब के समलामा यति मात्रै हिँड्ने ठाउँ मात्रै हो त, त्यही ढुङ्गा छापेकै मात्रै बाटो हो त, यहाँ अरू केही विकास भएको छैन भनेर तपाईँलाई लाग्छ भने लेट्स सी। यो चाहिँ हाम्रो लेटाङ नगरपालिकाले बाह्रिक रूपमा बजेट हाल्दै यो 2 वर्षको अन्तरालमा चाहिँ
यतिसम्म काम भइसकेको छ। अब 1-2 वर्षमा चाहिँ यो माथि नै सम्म यसरी नै यो ढलान गरिएको सिँढीसहित यो विभिन्न झन्डा राखेर फोटो खिच्ने ठाउँ बनाइएको छ। यसमा हामी फोटो खिच्दै खिच्दै रमाउँदै हामी माथि जान सक्छौँ। तेस्रो ऐतिहासिक उभौली सकला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता 2083